भन्दा भन्दै जबरजस्ती विदेश गएर अहिले उद्धार गर्नु पर्यो भन्छन्। अब काँडा गर्नु कोहरी गर्नु केही थाहा छैन आफूलाई। हेर त बेथाका अलपत्र परेको। ए सुन्दली नानी, लोग्ने चाहिने अलपत्र परो भनेर के चिन्तले हो? यो मेरो घनश्यामी नाति पनि त विदेशमा अलपत्र थियो, सजिलै उद्धार भयो त। हो र? कसरी? कन्सुलर सेवा विभाग मार्फत। कन्सुलर सेवा विभागमा चाहिने सम्पर्क गर्यो भने तुरुन्तै उद्धार हुन्छ। लौ न, मेरो धुर्मुलाई नि तुरुन्तै उद्धार गर्नु पर्यो। त्यसको लागि के गर्नुपर्छ? काठमाडौँ जानुपर्ने हो? काठमाडौँ जानै पर्दैन नि। मलाई पनि यसको उद्धार गर्दाखेरि थाहा भएको कुरा आएर त्यसका लागि चाहिँ आफ्नै मोबाइल वा कम्प्युटरबाट कन्सुलर सेवा विभागको वेबसाइटमा गई अनलाइन लिगल सर्भिस क्लिक गरी आफ्ना विवरणहरू चाहिँ नि भरेर चाहिँ पठाइदिने। अब चाहिँ नि आफैले विवरणहरू भर्न जानिएन भने चाहिँ पालिका वा जिल्ला प्रशासन कार्यालयमा जाने, त्यहाँका कर्मचारीहरूको सहयोग लिई अनलाइन फारम भरी कन्सुलर सेवा विभागमा चाहिँ नि पठाउने बित्तिकै कन्सुलर सेवा विभागमा चाहिँ नि तुरुन्तै पुगिहाल्छ। हेर, त्यहाँ पुग्ने बित्तिकै कन्सुलर सेवा विभागले चेक जाँच गरी सम्बन्धित देशमा भएका नेपाली राजदूतावासमा चाहिँ नि तुरुन्तै पठाइहाल्छ। अब राजदूतावासमा पुग्ने बित्तिकै राजदूतावासले पनि चाहिँ नि तुरुन्तको तुरुन्त प्रक्रिया अगाडि बढाइहाल्छ। अर्को कुरा, प्रक्रिया चाहिँ नि कहाँ पुग्यो भन्ने कुरा चाहिँ घरमा बसी बसी मोबाइलमा पनि हेर्न सकिन्छ। हेर, कन्सुलर सेवा विभागको यो सेवा त साँच्चीकै सिस्टमेटिक रहेछ भाइ। अब त मेरो धुर्मु चाँडै घर आउँछ। विदेशमा रहेका नेपालीहरूको हक हितको सुरक्षा, समस्यामा परेकाहरूको उद्धार, क्षतिपूर्तिको पहल एवं कागजातहरूको प्रमाणीकरण लगायतका कन्सुलर सेवाहरूको लागि पैसा नलाग्ने टोल फ्री नम्बर 1152 मा तुरुन्त सम्पर्क गरी जानकारी लिन सक्नुहुनेछ।